हृदयचन्द्र सिंह प्रधान। हृदयचन्द्र सिंह प्रधानको जन्म विक्रम सम्वत 1972 मा काठमाडौँको मरुहिटी ढोका टोल क्षेत्रमा भएको थियो। उनको प्रारम्भिक नाम चन्द्रप्रसाद थियो, जुन पछि साहित्यिक परिचयमा हृदयचन्द्र सिंह प्रधान नामले स्थापित भयो। आर्थिक रूपमा सामान्य परिवारमा जन्मिएका प्रधानको बाल्यकाल सङ्घर्षमय रह्यो। बाल्यकालमै औपचारिक शिक्षाबाट वञ्चित भए पनि उनले आफ्नो आत्म-अध्ययन, जिज्ञासा र आत्मविश्वासका बलमा नेपाली संस्कृति र हिन्दी भाषामा उल्लेखनीय दक्षता हासिल गरे। उनले विद्यालयीन शिक्षाको अवसर नपाउँदा पनि पुस्तक मार्फत ज्ञान आर्जन गरे र आत्मशिक्षाको बाटो अपनाए। जीवनका सुरुवाती वर्षहरूमा आर्थिक कठिनाइ र स्वास्थ्य समस्याका बावजुद पनि उनले ज्ञान र साहित्यप्रति अनवरत प्रेम जारी राखे। यिनै कठिनाइबीच उनले लेखनलाई नै आफ्नो आत्मसन्तुष्टि र समाज सेवाको माध्यम बनाए। प्रधान बहुआयामी रचनाकार थिए। कवि, निबन्धकार, समालोचक, उपन्यासकार तथा सामाजिक चिन्तकका रूपमा उनले नेपाली साहित्यलाई अमूल्य योगदान दिए। उनका लेखनमा सामाजिक यथार्थ, ऐतिहासिक चेतना, नारी अधिकार र सामन्ती व्यवस्थाप्रति आलोचनात्मक दृष्टिकोण स्पष्ट देखिन्छ। उनले लेखेका उपन्यासहरूले नेपाली समाजको जटिल रूप, गरिबी, असमानता, लैङ्गिक विभेद र सामाजिक परिवर्तनको आवश्यकता उजागर गर्छन्। उनका प्रसिद्ध कृतिहरूमध्ये एक च्यान प्रमुख मानिन्छ, जसले समाजका तल्लो वर्गका पीडा र अन्यायको भोगाइलाई अत्यन्त भावनात्मक रूपमा चित्रण गर्छ। त्यसबाहेक सोच्ने मान्छे, शब्दशुद्धि, विचार र जीवन जस्ता कृतिहरूले उनको गहिरो सोच, साहित्यिक दक्षता र समाजप्रतिको उत्तरदायित्व देखाउँछन्। उनको लेखन सरल भाषामा भए पनि विचार अत्यन्त गहिरा थिए, जसले उनलाई प्रगतिशील र मानववादी लेखकको रूपमा चिनायो। हृदयचन्द्र सिंह प्रधान केवल लेखक मात्र थिएनन्, सामाजिक सुधारक र सचेत नागरिक पनि थिए। उनी राणा शासन विरुद्धका आन्दोलन र जनचेतना अभियानमध्ये एक सक्रिय व्यक्तित्व हुन्। उनले लेखन मार्फत दमन र अन्यायको विरोध गरे अनि समाजमा समानता र स्वतन्त्रताको आवाज उठाए। उनी 2007 सालको क्रान्ति पूर्व नै स्वतन्त्रताको पक्षमा उभिएका थिए र त्यसकै कारण जेल समेत परेका थिए। जेल जीवनले उनको स्वास्थ्यमा प्रतिकूल असर पारे पनि उनले आफ्नो विचार र सिद्धान्तलाई कहिल्यै कमजोर हुन दिएनन्। उनी विश्वास गर्थे कि साहित्य समाजको ऐना हो र त्यसै कारण उनका रचनामा समाजका साना ठुला सबै वर्गका आवाज, पीडा र चेतना प्रतिबिम्बित हुन्छन्। उनले शिक्षाको पहुँच बढाउन, भाषा संस्कृतिको संरक्षण गर्न र नारी सशक्तिकरण गराउन जस्ता थुप्रै पक्षमा कलम चलाए। उनको दृष्टिकोणले नेपाली साहित्यमा यथार्थवाद र सामाजिक उत्तरदायित्व नयाँ आयाम थप्यो। जीवनभर लेखन, आन्दोलन र समाजसेवामा समर्पित प्रधान दीर्घ रोग, विशेष गरी क्षयरोगका पीडित भए। उपचारको कमी र जीवनभरको कठिनाइका कारण विक्रम सम्वत 2016 मा उनको निधन भयो। उनको निधनले नेपाली साहित्यले एक गहिरो चिन्तक, एक इमानदार लेखक र एक सामाजिक योद्धा गुमायो। यद्यपि उनको विचार, लेखन र योगदान आज पनि जीवित छन्। एक च्यान जस्ता कृतिहरूको रचना गरेर उनले आधुनिक नेपाली उपन्यासमा यथार्थवाद, भावनात्मक गहिराई र सामाजिक सन्देशको मिसावट ल्याए। उनले प्रमाणित गरे कि औपचारिक शिक्षा नभए पनि आत्मप्रेरणा र समाजप्रतिको जिम्मेवारीले मान्छेलाई अमर बनाउन सक्छ। आज पनि नेपाली साहित्यका विद्यार्थी, पाठक र अनुसन्धानकर्ताले उनलाई आधुनिक नेपाली गद्यको अग्रगामी पात्र, यथार्थवादी चिन्तक र सामाजिक चेतनाको प्रतीकका रूपमा सम्झिन्छन्। उनको लेखनले देखाउँछ कि साहित्य कलाको मात्र होइन, समाज रूपान्तरणको पनि शक्तिशाली अस्त्र हो। कृपया भिडियो मन पर्यो भने भिडियोलाई लाइक र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।